हेर 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 कसम कति के साह्रो मोटो हो यो हेर त बुढे भल्यात बाहिर आएको कसम छ्या 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 छ्या। यस्तालाई त कोही केटीले पनि हेर्दैनन् होला हौ छ्या। आफूलाई हेर न आफूलाई त झन् कति पातलो छस् तेरो शरीरमा ट्याटु हानौँ भने पनि हड्डी टक 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 गर्ला जस्तो छ शरीरलाई। आफूलाई हेर्न आफूलाई तेरो शरीरमा झन् ट्याटु हान्यो भने त ट्याक्क ट्याटु मिसिन ट्याक्क गर्नुमा त्यो बोर्स हो त्यसलाई जति भइजान्छ होला त्यो ट्याटु मेटिजान्छ होला ठुला कुरा गर्छ। तँलाई त झन् हावा लाग्यो भने पुरै उराउँछ होला बे तेरो त खुट्टो बाटेर राख्नुपर्छ क्या हो डोरीले। त्यसो आफूलाई हेरेको छस् कहिले 3 बेते बिहा आइमाया जस्तो छ अन्त त्यही माथि अझ बुढो हेर्न मागेको छु 8 महिना चलिरहेको जस्तो। अब हेर अरू कुरा त्यस्तै हो ल यति भन् त मलाई तँलाई हेपाटाइटिस बी लाग्यो हो कि कुपोषण लाग्यो भन् त। जति कुपोषण लाए पनि शरीरमा ब्लड तेरोभन्दा बढी होला बुझिस् नि 14 हो कि 15 ml छ ब्लड। औ मान्छेको शरीरमा पहिला टक्क छाला निकाल्यो अनि मासु निकाल्यो अनि हड्डी आउँछ तेरो शरीरमा चाहिँ फेरि छाला निकाल्यो अनि हड्डी आइहाल्छ के। तेरो शरीरबाट हड्डी निकाल्न पर्यो भनेपछि पहिला बन्चरो हान्ने पछि साबेल हान्ने त्यसपछि खन्ती हान्ने त्यसपछि गैँटी हान्ने अनि बल्ल हड्डी भेटिन्छ। ओ सुन्न सुन हुन त तँलाई कोही केटीले हेर्नु पनि हेर्दैनन् ठिक छ मानव हेरिहाले पनि सग्रातको बेला फेन चलायो भने त फेनकै हावामा उड्ने जस्तो छ है। तेरो त केटीहरूको लाइन हुन्छ नि तेरो पछि पछि हुन्छ मलाई थाहा छ केटीहरूको लाइनै हुन्छ तर तेरो पछि होइन भैँसी आयो भनेर धपाउन लाग्यो हुन्छ।